मंत्री साहब नमस्कार नमस्कार। नमस्कार। मन्त्री साहब बसिहाल्नु, कुर्सी छ बसिहाल्नु। भनिहाल्नु मन्त्री साहब। अब जे छ माथिबाट हामीलाई खरानी .com बनाइसकेको छ। अब जति पनि स्थानीय तहमा छ यसमा हामीले भोट कसरी जोगाउने हो। हामी सबै गरिहाल्छ, हाम्रो काम भइहाल्छ। अब अहिले हाम्रो यादवजी एजेन्डा सेजेन्डा अब हाम्रो सबै हरायो। अब हामीहरूले जनताहरूको सेवा अहिले सबै सटसटी गऱ्यौँ भने हामीलाई भोट के आउँछ, बुगो आउँछ। भइहाल्छ मन्त्री साहब, तपाईँहरू जे भन्नुहुन्छ हामी त्यही गरिहाल्छौँ। सुस्तै नै काम गरिहाल्छौँ। 6 महिना अथवा वर्ष दिन त्यो एउटै कामलाई हामी दोहोऱ्याइदिइहाल्छौँ। तपाईँ ढुक्क। तर हामीलाई भोलि केही भएन भएन, हामीलाई भोलि जनताहरूले कुट्ला। तपाईँहरूलाई हामी भनिदिन्छौँ अहिले। त हामीलाई देखिहाल्नु। यादवजी काम फटाफट गरे जस्तो गर्ने हो, तर एउटा कामलाई 6 देखि 7 महिना हल्लाउने हो। अब विभिन्न सङ्घ संस्थाहरू छन् नि, अब खुरु खुरु काम गरिदियो भने मल पाउँछन्, जनताले सबै पाउँछन्। भोट त हाम्रो आलु पाउँछ। त्यही भएर काम गर्दा गरे जस्तो गर्ने, जनतालाई झन्झटिलो बनाउने। बुझ्नुभयो? सरल पनि। बुझिहाल्यो ल, मन्त्री साहब। यो कुरा बुझ्नुभयो नि? मन्त्री साहबले त हामीलाई बहुत टेन्सनमै पारिहाल्यो। मन्त्री साहब नमस्कार यादव सर। बसिहाल्नुहोस् मिस, बसिहाल्नुहोस्। यत्राको बस्नु हाम्रो अहिलेसम्म 3 महिना भइसक्यो। हाम्रो संस्थाको काम खोइ भएको, अझैसम्म संस्थाको काम रोकेको छ। यो के? तपाईँहरूको संस्थाको काम भइहाल्दैछ, भएको छ। पहिलेको जो मन्त्री थियो नि, अब मन्त्रीले छिटो छिटो काम गरिहाल्थ्यो। फाइलहरू उसको टुङ्गामा थियो। जो अहिलेको मन्त्री छ अब त्यस्तै हो, पहिले ढिलो ढिलो गरिहाल्दैछ। तपाईँहरू टेन्सन नगर्नु, फाइलको काम त भइरहेको छ त। नमस्कार यादव सर। नमस्कार नमस्कार, भन्नुहोस्। यत्राको नमस्कार। हाम्रो महिनासँगको फाइल 3 महिना भइसक्यो रोकेको, के भएर रोकेको? न बहिनी, हाम्रो पनि रोकेको 3 महिना भइसक्यो। अस्ति असारमा पनि मल नपाएर त्यतिकै धान रोपियो। यो हाकिम त कस्तो रहेछ हो? हो नि दिदी, हाम्रो पनि महिला सङ्घको फाइल ल्याएको 3 महिना भइसक्यो बुझाएको। यो हाकिमलाई त कुट्नुपर्छ कि क्या हो? हो नि बहिनी, यो हाकिमले 1 महिना 2 महिना भन्दै रोकेको छ। कुट्नै पो पर्छ क्या मान्छे बोलाएर यो हाकिमलाई। अरे बाफ्रे, संस्थाले त कुटेर मारिहाल्छ जस्तो छ। हाम्रो मन्त्री साहबलाई फोन गराइहाल्छु। अस्ति भने हेलो मन्त्री साहब नमस्कार। बाफ्रे बाफ्रे, पछि संस्थाको मान्छे छ नि, हामीलाई त मारिहाल्छ जस्तो छ हौ। तपाईँलाई मैले भनेको थिएँ। देखिहाल्नु मिसहरू, तपाईँहरूकै सामनेमा मैले मन्त्री साहबलाई फोन गरिहालेँ। तपाईँहरू आज घर जानुहोस्। अब भोलि 10 बजे अफिसमा तपाईँहरू आउनुहोस्। म पहिले नै काम गरिदिइहाल्छु तपाईँहरूको। अब आज हामी जान्छौँ, भोलि आउँछौँ। हाम्रो प्लान भएन भने जानेछौँ हामी। सर नमस्कार। यादव सर, आज त हाम्रो काम हुन्छ नि है। अच्छा मिसहरू, तपाईँहरूको फाइल हेर्छु है त। मिस, तपाईँहरूको एउटा फाइल पुगेको छैन। बाँकी हुन्छ, तपाईँहरूको काम हुँदैछ है त। यो फाइलमा एउटा भएको छैन, एउटा फाइल अलिकति पुगेको छैन। अब अर्को पनि हेरिहाल्छ म। मिस, तपाईँको पनि अलिकति काम अधुरै रहेको, एउटा साइन पो 3 महिनासम्म चाहिँ क्या हेरिबसिस सर? अझै पनि भएको छैन। के खोजेको तिमीहरूले? ओइ लट्ठी लिएर साइन हान्नु। रोक्नुपर्छ क्या हो यार? यो दिदी गरिहाल्छु। हेलो मन्त्री साहब, तपाईँ त त्यो मकैमा हाडीमा मकै पड्के जस्तो पटटटटङ गरिहाल्नुहुन्थ्यो। मलाई त बहुत कुटिहाल्यो। महिला सदस्यले पनि कुटिहाल्यो यहाँनिर। संस्थाको मान्छेले पनि कुटिहाल्यो। अब हामी यो काम गर्दैन। हामी अब राजीनामा दिइहाल्छ। तपाईँको हामी केही पनि काम गर्दैन। तपाईँ कुर्सीमा बसेर हामीलाई ठुल्ठुलो कुरा दिइहाल्नुहुन्थ्यो।